नमस्ते अनि हार्दिक स्वागत छ ब्राइट नलेजको तर्फबाट म टिआर काफले आज यहाँनिर बधाई ज्ञापन कार्यक्रम कसरी सञ्चालन गर्ने धेरैजना साथीहरूले बधाई ज्ञापनको कार्यक्रम सञ्चालन कसरी गर्ने राखिदिनुहोस् न भन्नुभएको थियो। आज हामीले सोही अनुसार तपाईँको इच्छा अनुसार बधाई ज्ञापन कार्यक्रमको नमुना लिएर उदाहरण लिएर उपस्थित भएका छौँ। कहाँदेखि हामीलाई हेर्दै हुनुहुन्छ तपाईँ सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँको ठाउँको नाम लेखेर राइट। आज हामीले बधाई ज्ञापन कार्यक्रममा कार्यक्रम सञ्चालकले कसरी कार्यक्रम सञ्चालन गर्दछ त आउनु सुरु गरौँ आजको एपिसोड बधाई ज्ञापन कार्यक्रम कसरी सञ्चालन गर्ने त। साथीहरू सुरुमा प्रारम्भिक स्वागत गर्नुपर्दछ। सञ्चालकले कार्यक्रमको प्रवेश कसरी गर्ने? प्रारम्भिक स्वागत अथवा सञ्चालकले कार्यक्रम प्रवेश कसरी गर्ने? हाम्रो यस संस्थाका अध्यक्षज्यू आदरणीय प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरू सम्माननीय अतिथिजनहरू प्रेस तथा सञ्चारकर्मी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू नमस्कार। श्री जनजागृत समाज पोखरा सत्रद्वारा आयोजित आजको यो विशेष बधाई तथा सम्मान कार्यक्रममा यहाँहरूको उपस्थितिले कार्यक्रमलाई गौरवमय र प्रेरणादायी बनाइदिएको छ। म कार्यक्रम सञ्चालक टिआर काफले आजको कार्यक्रम सञ्चालन गर्ने अवसर पाएकोमा अत्यन्त हर्षित छु। आउनुहोस् आजको कार्यक्रमलाई सुरुवात गरौँ आसन ग्रहणबाट। आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुहुन यस संस्थाका अध्यक्ष श्री अनिता तिमल सिन्हाज्यूलाई म हार्दिक अनुरोध गर्दछु भनेर कार्यक्रम का अध्यक्षको आसन ग्रहण गराउनुहोस् र त्यस लगत्तै अध्यक्षको अनुमतिले कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु भन्नुहोस् र प्रमुख अतिथिज्यू श्री रामप्रसाद काफ्लेज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। साथीहरू मैले नितान्त नमुनाको रूपमा भनिरहेको छु, सोही अनुसार बुझ्न पनि म अनुरोध गर्दछु। र त्यसै गरी विशिष्ट अतिथि श्री रामबहादुर अधिकारी पोखरा महानगरका प्रमुख ज्यूलाई पनि मञ्चमा विराजमान हुनका लागि म हार्दिक अनुरोध गर्दछु। साथै संयोजक संस्थाका अध्यक्ष श्री प्रेमराज भट्टराईज्यूलाई पनि मञ्चमा सादर आमन्त्रण गर्न चाहन्छु। यसरी तपाईँले आवश्यकता अनुसार उपस्थित व्यक्तिको अवस्था अनुसार चाहिँ आसन ग्रहणलाई अगाडि बढाउन सक्नुहुन्छ र फुलमाला खादा अर्पण गरेर मञ्चासीन गर्ने गरी चाहिँ विशेष गरेर आसन ग्रहण गर्ने मानिसहरूलाई। र त्यसै गरी त्यस पछाडिको सेड्युल रहन्छ कार्यक्रम उद्घाटनको राइट। कार्यक्रम उद्घाटनका विभिन्न तरिका हुन्छन्। कसैले ब्यानरमा सिग्नेचर गरेर उद्घाटन गरिरहेको हुन्छ, कसैले दीप प्रज्वलन, आफ्नो तरिका हुन्छन् राइट। सो आफ्नो तरिकाले कार्यक्रमको उद्घाटन गर्न सकिन्छ। तपाईँ जस्तै उदाहरणको लागि चाहिँ दीप प्रज्वलन गरेर पनि कार्यक्रमको उद्घाटन गर्न सक्नुहुन्छ। जस्तो कार्यक्रमको पवित्र सुरुवातको प्रतीक स्वरूप अब प्रमुख अतिथिज्यूबाट दीप प्रज्वलन गराइनेछ। म प्रमुख अतिथिज्यूलाई दीप प्रज्वलनका लागि हार्दिक अनुरोध गर्दछु भन्न सक्नुहुन्छ। र दीप प्रज्वलन सम्पन्न भएपछि अर्थात् कार्यक्रम को उद्घाटन भइसके पछाडि प्रमुख अतिथिद्वारा कार्यक्रमको उद्घाटन भइसके पश्चात तपाईँले छोटो ताली बजाउनको लागि सबैलाई अनुरोध गर्न सक्नुहुन्छ र ताली पनि त्यहाँ अवश्य पनि बज्छ। र त्यसै गरी त्यस पछाडि तपाईँले कार्यक्रममा के गर्नुहुन्छ स्वागत मन्तव्य राइट। त्यस पछाडि बधाई ज्ञापन कार्यक्रममा तपाईँले स्वागत मन्तव्य राख्नुहोस्। अब स्वागत मन्तव्यका लागि श्री जनजागृत समाजका अध्यक्ष श्री प्रेमराज भट्टराईज्यूलाई डेस्कमा बोलाउन चाहन्छु अथवा हार्दिक अनुरोध गर्दछु भनेर तपाईँले स्वागत मन्तव्यको लागि अगाडि बोलाउन सक्नुहुन्छ र स्वागत मन्तव्य समाप्त हुन्छ। उहाँलाई धन्यवाद दिएर पुनः तपाईँले कार्यक्रम उद्देश्य प्रस्तुत गर्नुहोस् राइट। कार्यक्रम उद्देश्यको बारेमा पनि स्वागत मन्तव्यमा पनि केही कुरा राखिन्छ, तथापि कार्यक्रम उद्देश्यको बारेमा पनि सञ्चालकले भन्न सकिन्छ। अब कार्यक्रमको उद्देश्य र संक्षिप्त विवरण प्रस्तुत गर्न कार्यक्रम संयोजक श्री नारायण लामिछानेज्यूलाई मञ्चमा बोलाउन चाहन्छु भन्नुहोस् र कार्यक्रम संयोजकलाई कार्यक्रमको बारेमा डिटेल थाहा हुन्छ, कुन कार्यक्रम कसरी सञ्चालन भइरहेको हो, कति समय लाग्छ, कति बेला कुन सेड्युल हो, कति बजे के प्रस्तुत हुन्छ, को बोल्नुहुन्छ, कसरी के कुराहरू राखिन्छ त्यो कार्यक्रमको दौरानमा भनेर चाहिँ तपाईँले संक्षिप्त प्रस्तुति राख्नुपर्दछ। त्यो भएर तपाईँले अब कार्यक्रमको उद्देश्य र संक्षिप्त विवरण प्रस्तुत गर्न कार्यक्रम संयोजक श्री नारायण लामिछानेज्यूलाई म मञ्चमा बोलाउन चाहन्छु भनेर बोलाउन सक्नुहुन्छ। साथीहरू पक्कै पनि तपाईँले यतिखेर ब्राइट नलेज सुन्दै हुनुहुन्छ, तपाईँ हेर्दै हुनुहुन्छ भने तपाईँलाई हामीले बधाई ज्ञापन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा सामग्री प्रस्तुत गरिरहेका छौँ। त्यसै गरी तपाईँले राख्न सक्नुहुन्छ बधाई तथा सम्मान कार्यक्रम। अब तपाईँको मेन पार्टमा आउँछ यहाँनिर।
अब हामी आजको मुख्य कार्यक्रमतर्फ अगाडि बढ्दैछौँ। नेपाल सरकारको निजामती सेवामा उपसचिव पदमा पदोन्नति हुनुभएका श्री केशव पौडेलज्यूलाई हाम्रो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गर्न चाहन्छु। म अध्यक्षज्यूलाई बधाई पत्र, फूलमाला र स्मृति चिन्ह अर्पण गरी सम्मान गर्न अनुरोध गर्दछु। मैले एउटा नमुना भनेको छु, तपाईँले जस्तो कुन कार्यक्रम कस्तो खालको व्यक्तिलाई सम्मान गर्ने हो सोही अनुसार प्रस्तुत गर्न सक्नुहुन्छ, राइट? ओके, सो यसमा चाहिँ तपाईँले मैले यहाँ भने अनुसार चाहिँ तपाईँले यसलाई मिलाउन सक्नुहुन्छ है साथीहरू, राइट? मैले भनिसकेको छु। ओके, त्यसै गरी तपाईँले नामको ठाउँमा चेन्ज गर्न सक्नुहुन्छ। मैले यहाँ निजामती सेवा उपसचिव पद भनेको छु, कुन पदमा त के कारणले गर्दा बधाई ज्ञापन गर्न लाउनु भएको त्यो कुरा उल्लेख गर्नुहोस्। यसलाई मलाई म एकचोटि पुनः एकपटक भन्न चाहन्छु। अब हामी आजको मुख्य कार्यक्रमतर्फ अगाडि बढ्न चाहन्छौँ। नेपाल सरकारको निजामती सेवामा उपसचिव पदमा पदोन्नति हुनुभएकोमा श्री केशव पौडेलज्यूलाई हाम्रो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गर्न चाहन्छौँ। यसरी के कारणले त्यो थोरै कुरा भनेर उहाँलाई बधाई तथा सम्मान व्यक्त गर्न चाहन्छौँ। म अध्यक्षज्यूलाई बधाई पत्र, फूलमाला र स्मृति चिन्ह अर्पण गरी सम्मान गर्न अनुरोध गर्दछु। किनभने संस्थाको तर्फबाट सम्मान गरिएको हुन्छ, त्यसैले संस्थाको अध्यक्षलाई सम्मान चाहिँ गरिदिन अनुरोध गर्न सक्नुहुन्छ र कार्यक्रम सम्पन्न हुन्छ। त्यसपछि तपाईँले सम्मानित व्यक्ति जो सम्मानित हुनुभएको छ, बधाई ज्ञापनमा जो सम्मानित हुनुभएको छ उहाँलाई मन्तव्य दिन लगाउन सक्नुहुन्छ। तपाईँले भन्न सक्नुहुन्छ, अब सम्मानित व्यक्तित्व आदरणीय श्री केशव पौडेलज्यूलाई आफ्ना केही विचार र धन्यवाद ज्ञापन गर्न हार्दिक अनुरोध गर्दछु भनेर जो सम्मानित हुनुभएको छ, जसलाई बधाई ज्ञापन गरिएको छ, उहाँलाई पनि तपाईँले आफ्नो भनाइहरू राख्नका निमित्त समय दिनुपर्दछ र त्यसपछि पालो रहन्छ विशिष्ट अतिथिको शुभकामना मन्तव्य। अब विशिष्ट अतिथिज्यू श्रीमती सीता केसीज्यूलाई शुभकामना मन्तव्य व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दछु। तपाईँले विशिष्ट अतिथि कसलाई राख्नु भएको थियो उहाँलाई उहाँकै नाम भनेर अब विशिष्ट अतिथिज्यू डड्डाज्यूलाई चाहिँ शुभकामना मन्तव्यका लागि हार्दिक अनुरोध गर्दछु भनेर उहाँलाई आमन्त्रण गर्नुहोस्। उहाँले सकाइसके पछाडि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कोही व्यक्तिहरू छन् त्योभन्दा अगाडि कोही बोल्ने छन् भने तपाईँले त्यस पछाडि चाहिँ राख्न सक्नुहुन्छ, होइन भने अन्त्यमा चाहिँ तपाईँले प्रमुख अतिथिको मन्तव्य राख्न सक्नुहुन्छ। अब कार्यक्रमको प्रमुख आकर्षणतर्फ आदरणीय प्रमुख अतिथि जसलाई बनाउनु भएको छ आदिति काफ्ले ज्यूलाई चाहिँ आफ्ना अमूल्य विचार र सन्देश प्रस्तुत गर्न हार्दिक अनुरोध गर्दछु। यसरी प्रमुख अतिथिज्यूको मन्तव्य पनि तपाईँले राख्न सक्नुहुन्छ र त्यसै गरी प्रमुख अतिथिले आफ्नो मन्तव्य राखिसके पछाडि चाहिँ धन्यवाद ज्ञापन गर्न सक्नुहुन्छ। कार्यक्रमको सफल सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण अतिथिज्यूहरूलाई आज आयोजक सदस्य, सञ्चारकर्मी मित्रहरू र उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु भनेर धन्यवाद मन्तव्यका लागि एकजनालाई अनुरोध गर्न सक्नुहुन्छ। संस्थाकै तर्फबाट पनि तपाईँले समापन घोषणा गर्न सक्नुहुन्छ। त्यस पछाडि यससँगै आजको बधाई तथा सम्मान कार्यक्रम विधिवत रूपमा सम्पन्न भएको घोषणा गर्दछु भनेर तपाईँले समापन गर्न सक्नुहुन्छ। सबैमा हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै प्रेरणादायी कार्यक्रमहरूको निरन्तर कार्यक्रमहरूमा सहभागिता जनाइदिनु हुनेछ भन्ने आशा गर्दछु भनेर चाहिँ तपाईँले समापन गर्न सक्नुहुन्छ। मैले भनेका यो सामग्रीहरू तपाईँलाई पीडीएफको रूपमा पनि हामीले उपलब्ध गराउनेछौँ। डिस्क्रिप्सनमा जान सक्नुहुनेछ, दिएको लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ। नभए थप जानकारीका लागि हामीलाई कमेन्ट बक्समा प्रतिक्रिया चाहिँ छाड्न सक्नुहुनेछ। यस्तै त ब्राइट नलेजसँगै रहनुहोला। सिक्ने सिकाउने यो अभियान हो। अर्को एपिसोडसम्मका लागि आवाजमा म डिआर काफले पनि छुटिन्छु। नमस्ते।